अहिले चाहिँ हामी खेत जाँदैछौँ। यहाँ चाहिँ बुद्ध शान्ति साबिक 7 देखि 8 नम्बर जाने बाटोमा यहाँ हडिया खोलाको ब्रिज पुल छ। यहाँ पहाडदेखि पानी सङ्लो आइरहेको देखिरहेछ। हामी यतै 8 नम्बर हुँदै खेतीमा पुग्छौँ। यहाँ अलिकति पतिरदेखि बाटो धुलाबारीतिर जाने पनि छ। अनि उत्तरतर्फ बुधबारे बजारै पुग्नेछ, त्यही बाटोमा हाम्रो खेती पर्नेछ। हाम्रो चाहिँ खेत यतापट्टि छ। यो कहाँ जान्छ बाटो रे? यता चाहिँ वन अफिस धुलाबारी साकेला थान पनि त्यही होइन? साकेला थान पनि त्यतै हो। यता चाहिँ हाम्रो खेत हो। खेतपट्टि जाँदैछौँ। यहाँ हाम्रो कटर हेर्नुहोस् गाइज, कति फलेको छ कटर। कति धेरै फलेको नि। कति खाइयो, कति बाँड्यो छर छिमेकीलाई। अझै पनि कति छ, माइततिर पनि पुर्याइयो। ससुराबाले बनाइदिएको घर हाम्रो पुरानो घर। ससुराबा हुनुहुन्न अहिले, खसिसक्नुभयो। ससुराबाले बनाइदिएको घर यस्तो छ। इस्कुस रोप्ने भनेर ल्याएको। दुईटै रोप्ने? दुईटा रोप्ने। दामी देखेको छ त। यसको बारीमा के छ हेरौँ है। राखेर पर खिचेर हामी दुईजना बनाउने हो। यहाँ खोर्सानी फल्दै रहेछ। लौका त खतरा छ त हौ। कत्रो हो। लु हेर्नुहोस्, गरे के हुँदैन, गरे जे हुन्छ। ल हेर्नुहोस् गाइज, हो है सबै थोक गर्ने चाहिँ बुढाले बनाएको। के बनाउनु भएको यो? ड्याडी मल बनाउनु भएको छ। अहिले त गडेलो हेर्नु आम्मा गडेला त कति हो कति नि। गडेले मल उहाँले यो मल चाहिँ कृषि थोकमा लगेर 2000 रुपियाँ बोरा बेच्नुहुन्छ। फर्सी त फलेको छैन होला। टिपिहालेछ कि क्या हो? तिमीले टिपेको यो? कजिलो कजिलो पनि टिपेछौ त। भरे बेलुकालाई सब्जी हुन्छ नि त, अर्ग्यानिक हो नि त नि। अब मकै टिप्नु ल, भरे बेलुका अलिअलि खानु। अनि दिदीहरूलाई पनि एक दुईवटा लगिदिउँ। काट्नु कि टिप्नु हो? टिप्दिन् न, अनि काट्दा पनि हुन्छ हौ तल। मकै टिप्ने भनेको मैले आजै सुने है, यो कानले आजै सुनेको। ए मकै टिप्ने भन्नु आज भाँच्ने हो। कस्तो हो? भाँच्ने भनेको पुरा रफ खान्छ हरियो खाने। कस्तो भएको? यसो गर्दा चाहिँ सुगाले खाँदैन अनि झन् खान्छ होला नि। घारीले चाहिँ रहेछ नि सुगा नगरेको। कस्तो कजिलो घाँस कति राम्रो छ। त्यही त गाईलाई राम्रो हुन्छ नि। यहाँ त कत्रो मकै छ है। अन्त तिमीलाई त देखाइहाल्ने त हो, बिग्रिँदैन? के को बिग्रिन्छ? ए को नि अलिक छोपेर राख्नु न, अलिक ठुलो हुन्छ। अनि नजरै कोहीको त कस्तो हुन्छ कि तिम्रो त्यस्तो हुँदैन होला। आम्मा के खाले हो मकै पनि? आम्मा यस्तो पनि हुन्छ मकै? खेती गराइ चाहिँ यसलको त खतम रहेछ हौ। राम्रै भएन यार। हा यो भिडियो चाहिँ हाँसोको लागि मात्र है गाइस। पुरा रफ भएर आइएको छ। एकचोटि सुनालाई फोन गर्नु पर्यो। बुढी फेरि आज बुढी त अघि पठाइदिइसक्यो। ल लाग्छ काट्दै गर्छ त फोन त यार। एनटिसीमा गरौँ है त। हेलो, के छ हौ खबर? अब को बोलेको अरे? सुना होइन? आमा अरे? ए कता पो गरे, कता पो पऱ्यो क्या हो यो त फोन त?
सुना आउँदैछ ए म अब को भन्नु हौ सुनाको साथी सुना आयो भने सुना दिनु न त ल आन्टी ए तिमी चाहिँ कहाँ गएको थियौ अनि फोन गर्दा त आमाले उठायो त फोन त अब आमाले को भनेर मलाई सोधेर चौपट गरेर कस्तो तिमी आज दिनमा बात गर्ने भनेर हिजो त्यत्रो भन्यो अहिले चाहिँ अनि फोनमा पनि तिमी कहाँ हुन्छौ कहाँ छोडेर गएको थियो फोन चाहिँ अन्त तिमीसँग त अस्ति छुट्टीको दिन कुरो गर्ने भनेर कस्तो राम्रो कुरो गरेको म त अनि घरमा भन्यो अरे कहाँ घाँस काट्नु भनेर आएको बुढी र मसँगै आएको थियौँ कि बुढीलाई पठाइदिइसकेँ मैले भन न त तिमी गफसफ गर के छ के खाने कहिले अर्को शनिबार जाने घुम्नु त्यो त ठिकै हो नि त बुढी कसरी डराउँछ हौ बुढीसँग बुढी मैले त्यस्तो भ्याउँछु अन्त तिमी नै हो नि त अनि तिम्रो अगाडि त बुढीको के कुरा गर्नु हो बुढी त मैले पठाइदिइसकेँ घरमा अघि पठाइदिएँ तिमी अहिले आउनु भ्याउँदौ न आउ न त म यहाँ बसिरहेको छु तिमीलाई पर्खिरहेको छु बारीमा कस्तो घाम छ नि पुरा यहाँ मकै बारीमा अनि कस्तो म त शीतल भएको छ यहाँ एउटा सुपारीको बोटो छ कि गफ गरिरहेको ए होइन हौ म त त्यो उसमा हाम्रो त्यो अफिसदेखि अस्ति भएको हो साथी हो साथीसँग अनि अघिदेखि यहाँ घाँस काट्नु पठाएको बोको पनि रित्तै छ घर पुगेर आइसकिसक्यो यहाँ फर्सीको मुन्टा अलिकति टिप्नु भनेर यसो सुन्छु त फोन पो गर्दै हुनुहुन्छ अनि कसलाई गर्नुभएको अहिले राख ल म पर्सि अर्को छुट्टीकै दिन फेरि बात गर्छु ल म यहाँ एकजना आन्टी मल किन्न आएको रहेछ कि सोध्दैछ कि आन्टी रे राख ल म आन्टी हो तिमी चाहिँ फेरि गएको छौ त किन आएको हो फेरि फर्सीको मुन्टा नि बेलुकालाई सब्जी चाहिएन अनि टिप्दै आएको कोसँग बोल्दै रहेछ भनेर आएको अब यो साथी हो नि साथीसँग बोलेको नि सुना भनेको चाहिँ को साथी नि अब नम्बर पनि उडिहाल्यो अब को साथी साथी हुन्छ त हौ तिमी अनि म त तिमी चाहिँ किन आएको हो अघि गएको मान्छे तिमी कस्तो तिमी अर्कै विचारले हिँड्यौ के हौ घाँस हेर न एउटा काटेको रहेछ डोकोमा गाई कराएको छ कस्तो खालको मान्छे रहेछ भने तिमी त मान्छे त तिमी त कस्तो हेर न कस्तो साह्रो हो आम्मा तिमी त मान्छे त नि तिमी जाऊ घाँस काट्नु भनेको मान्छे हेर अहिलेसम्म घाँस काटेको छैन रहेछ हौ भन एकदिन काटि त हाल्छु म काट्नुकै लागि आएको यहाँ तिमी त कस्तो मान्छे त छ्या जाऊ त्यहाँ छिटो काटेर आउनु म गएको घरतिर जाऊ एकछिन बात गरौँ भनेको त आइपुगिहाल्दैछ हौ अनि ल आजलाई बाई बाई